सधैँ यसो ड्युटी चाहिँ 7 बजे नै सुरु हुन्छ। 7 बजे म कम्पनीमा पुगेको थिएँ। कम्पनीमा पुगिसकेपछि सुतुर मण्डल चाहिँ आज चाहिँ त चाहिँ बाहिर जाने हो, त चाहिँ साइडमा जाने हो भनेको थियो। त्यो भनिसँगसँगै म चाहिँ खाना प्याक गरेँ। थोरै तरकारीहरू थियो बिहान बनाएको, त्यो तरकारी प्याक गरेर हिँड्दैछु गाडीमा, जहाँ चाहिँ हामी 3 जना भएर आज जानुपर्ने हुन्छ। कुन साइडमा त्यो चाहिँ मलाई थाहा हुँदैन। हामी 3 जना छौँ। एकजना इन्डियाको हुनुहुन्छ टेक्निसियन, अनि एकजना हेल्पर हुनुहुन्छ बङ्गलादेशको, अनि म ड्राइभर गरेर हामी 3 जना चाहिँ जाँदैछौँ साइडमा। साइड कहाँ भन्ने लोकेसन चाहिँ हाम्रो टेक्निसियन सरलाई थाहा छ। उहाँले जहाँ बताउनुहुन्छ म त्यहीँ पुग्नुपर्ने हुन्छ। त्योभन्दा पहिला चाहिँ मलाई चिया खान पर्ने हुन्छ र म सिधै जान्छु रेस्टुरेन्टमा चिया पिनको लागि, अनि चिया लिन्छु र चिया पिए सँगसँगै उहाँहरूलाई लोकेसनमा छोडिदिन्छु। र म आज गाडीबाट झर्ने फुर्सद नै पाउँदिनँ र भिडियो पनि बनाउन पाएको हुँदैन हैन। त्यसले गर्दाखेरि भिडियोहरू बनाउन नि पाएन हैन। अब साइडमा चाहिँ अब 1 घण्टाको चाहिँ लन्च ब्रेक छ। अब गाडी यहाँनिर पार्किङ गरिरहेको छु हैन। भर्याङ छ है गाडीको पछाडि देख्न सक्नुहुन्छ। मेरो गाडी चाहिँ निसान पिकअप चलाइरहेको छु अहिले मैले हैन। यो गाडी चाहिँ यहाँ पार्किङ गर्छु अनि म जान्छु ब्रेक गर्न। हल्का रोटी खान्छु, दाल साल रोटी तरकारी बिहान बनाएर लिएर आएको छ। त्यसै त चट्ट खानी 1 घण्टा बस्ने अनि फेरि कन्टिन्यू तपाईहरुसँगै जोडिने। खाना खाएर यसो गाडीमा बसेको त म भसक्कै निदाएछु। अनि दाइले बोलाउनु भयो। फेरि हामी एउटा घरमा गयौँ। त्यो घरमा चाहिँ एउटा एसी बिग्रेको रहेछ। त्यो एसी मर्मत गर्न थाल्नु भयो दाइहरुले। सिडी लानुभयो अनि भित्र गएर हेर्दाखेरि एसी चाहिँ बिग्रेको चाहिँ होइन, सर्भिस मात्र गर्नुपर्ने रहेछ। त्यहाँ फिल्टर निकाल्नु भयो, सर्भिस के गर्नुपर्ने हो सबै गर्नुभयो। त्यहाँ त्यति गरिसकेपछि त्यहाँ चाहिँ अर्को एकजना दाइ पनि आउनुभएको थियो। उहाँले पनि फिल्टर सफा गर्नुभयो, टक्क गर्नुभयो। अनि भित्र लगेर फिल्टर फिट गरेपछि म चाहिँ बाहिर यसो डुल्दै थिएँ। बाहिर यो जुन कम्पाउन्डहरू देखिरहेको छ, यो सोसाइटीहरू देखिरहेको छ, हाम्रै कम्पनीको सोसाइटी हो। र त्यो भिल्लाहरूमा चाहिँ हाम्रै कम्पनीले एसी चाहिँ मेन्टेनेन्स गर्ने रहेछ। त्यो चाहिँ मलाई थाहा थिएन। हामी चाहिँ मेन्टेनेन्स गर्ने क्रममा त्यो भिल्लामा पुगेका थियौँ। त्यहाँ बाहिरपट्टि चाहिँ एउटा ठुलो फेरि त्यस्तै भिल्ला बनिरहेको थियो। त्यहाँ दाइहरू चाहिँ नेपाली दाइहरू सायद हुनुहुन्थ्यो होला। ड्युटी सकेर अब घर हिँड्न लाउनु भएको थियो। दौड गर्नुभएको छ। त्यो देखेपछि मलाई कस्तो अजिब लाग्यो। तर अजिब लागे पनि के गर्नु, पर्दैछ काम त जताततै गर्नुपर्ने। त्यही बेलामा फेरि सुदूर मुन्डाको फोन आउँछ, भाइ त्यो कहाँ छस्, फेरि लोकेसन चेन्ज गरेर अर्को ठाउँमा जा, त्यहाँ चाहिँ एउटा एसी बिग्रेको छ, त्यो एसी बनाएर अनि तिमीहरू चाहिँ आइजाऊ भन्यो। अनि दाजुभाइहरू चाहिँ एसी चाहिँ बनाउँदै हुनुहुन्थ्यो। तल चाहिँ नयाँ एसी फिट गर्नुभएको थियो भने माथि पनि त्यो एसीको नयाँ एसी आउटडोर पनि फिट गर्दै हुनुहुन्थ्यो। त्यति गर्दै हामीलाई चाहिँ आज लास्टै ढिला भयो, रातै पर्यो। कम्पनी आउनु पर्ने रिटर्न, तर हामीलाई आज कम्पनी फर्किँदाखेरि 7 बजेको थियो। किन भन्दा लास्टको काम चाहिँ अलिक ढिलो भयो। त्यो कामले गर्दाखेरि ढिलो घर आइयो। भर्खर घरमा आएर बसेर कपडा फेरेर अब खाने तयारी हुँदैछ। दाइले पकाइसक्नु भएको छ। आज पकाउन पनि पर्दैन। ल भिडियो आजलाई यति नै। भिडियो कस्तो लाग्यो, भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर गर्नु होला। अर्को भिडियोमा भेटौँला। बाई बाई, टेक केयर गाइज, सी यू।